ल आज चाहिँ 2 PM को हाम्रो डिनर 2 PM खाएको रे 2 PM छ चिकन विङ्स छ चाना आलु अचार हो मेरो बुढी चाहिँ कराईमा खाने अरे लो कराईमा खाने मान्छे यस्तो गर्दै भयो भात पनि खाने अरे यता हाम्रो पेमसाली भोलि घर जाने अरे बिचरा घर जाने अरे दिदी भेनालाई छोडेर घर जाने अरे यता मेरो उसले चाहिँ पोच खाने अरे फेरि यहाँ चाहिँ अचार छ है फेरि यहाँ एकदम खतरा खतरा अचारहरू हो यहाँ चाहिँ यो तिम्रो देखाउ यहाँ नानु यो मेरो ल मेरो बेलुकाको डाइट चाहिँ यति नै हो यहाँ भन्दा बेसी चाहिँ नखाने हो यताको यता मेरो साली के हो यो फेरि ए यो सुँगुरको खुट्टा सुँगुरको खुट्टा मैले चाहिँ किन खाँदिनँ त्यो भनेको सुँगुरको खुट्टा र भात खान्छु भनेर चाहिँ नखाने भनेको हातले खाऊ नेपालीहरूले हातले खाएकै सुहाउँछ होइन यो चिकन विङ्स ल कस्तो लाग्यो भनिदिइहाल फटाफट दामी दामी पहिला छालेर देखाउनु पर्थ्यो बिर्सेछ खाएर देखाउ खतरनाक भोलि जाने मान्छे त मैले बिर्सिरहेको भन्नु बिचरा टेन्सन छ त हौ होइन दिदी भेनाला हो भेनाला मात्रै होइन होइन कोही बात छैन जानुपर्छ फेरि आउनुपर्छ बुढाले स्टार्ट गर्दैछ अब स्टार्ट होइन बुढीहरूले स्टार्ट गरेर लास्टमा गरेको मैले म क्यामेराम्यान भइरहेको छु आज खोर्सानी हेर्नु न मेरो बुढाको खोर्सानी भगवान कत्रो विधि खाएको खोर्सानी यो किङ चिली है किङ चिली बाप्रे बा कस्तो छ त दामी छ चिकन विङ्स बबल भयो और एक बार कम्ती खान्छु भन्छु खानाहरू दामी दामी हुन्छ के गर्नु ल बबल